Hello everyone, welcome to our गाउँघर vlog. आज चाहिँ हामी गाउँ जाँदैछौँ. I am so excited. अनि आज चाहिँ हामी स्कुटरमा जाँदैछौँ गाउँसम्म. बाटोहरू चाहिँ ठिकै राम्रै छ. सो स्कुटरमा जाऊँ भनेर स्कुटरमा जान लाग्छ. So let's go together. खाना बिस्तारै हामी चाहिँ गाउँतिर लाग्यो हामी चाहिँ यहाँ स्कुटर रोकेर सेलु खान लाग्यो ल खानु मम्मी गाउँमा त कति सेलु हो नि यहाँ त ऐसेलु हो कि ऐसेलु ऐसेलु यो ऐसेलु खान पर्यो खाए ल सानो काँडाले कोप्छ है कोप्दैन मलाई टेस्टी अन्त खाऊ ड्याडी मम्मी यहाँ खाऊ ल यहाँ खाऊ त ल मिठो छ ड्याडी ऐसेलु खान्न नेचुरल के भन्छ अर्ग्यानिक मम्मी पचाइ कस्तो धेरै छ प्रकृतिको फलफुल यम so tasty कस्तो ठुल्ठुलो कि हेर्नु अन्त घामले मेरो अनुहारै कस्तो भयो घाममा नजाऊ so tasty टन्नै रहेछ हामी घर पुग्दैछ अलिक खाँदै जाने हो काँडाले कोप्दै खाऊ स्कुटरमा आएको फाइदा चाहिँ यही भयो एउटा लुक हियर यति धेरै हेलो गाउँ आएको फाइदा सो यमी कति मिठो हो कि माथि हुन्छ किन हामी सिक्लेस जाँदा नि यति धेरै खान्छौँ मलाई डर लाग्छ पस्नु न के हो र छोडेर जानु मलाई डर लाग्छ धेरै डर लाग्छ मम्मीलाई पालो चाहिँ मैले चढाउँदैछु चाहिँ घर आइपुग्यौँ कस्तो भयो यात्रा गाह्रो भयो स्कुटर हेर्नुहोस् धुलो मुलो हेर्न उसाको मेरो यहाँ त्यो लेडी बग होइन यो लेडी बग कता भयो मस्ती न हेलो आज हामी गाउँमा छौँ जब वनभोज खान लाग्यो यसरी बारीमा बसेर खाने घरमा नलाइकन भोक लाग्छ ल ह्यान्डवास गर ल ह्यान्डवास मिठो भएछ मिठो भएछ हामी चाहिँ अब ऐसेलु टिप्न जानु लाग्यो पेला लिएर Let's go. कुकुरले खान्न नि बेबी माथि छ हाम्रो पप्पी ल हिँड अगाडि गयो यो चाहिँ हाम्रो बडीगार्ड हो हाम्रो बडीगार्ड नबोल न आउँछ कि अहिले हामी गएको देख्यो भने पछि पछि आइहाल्छ सानो कति खाने ऐसेलु कति खाने भने धेरै खाने लेट्स गो हेरौँ पाइन्छ कि पाइँदैन रहेछ ऐसेलुको
तर नरहेछ खासै औ वहाँ माथि जाने अरे मैले यहाँ तल भनेको त वहाँ माथि रहेछ कि हिँड ल हिँड मम्मी सिधा आउनु ओके ऐसेलु खाना यति मेहनत गर्नु परेछ हामी कुकुर बेउर पछाडि हिँड्न देखिस मजाक गरेछ औ वहाँ माथि रहेछ कि मैले बल्ल देखेँ यहाँ पहिला रोडको बाटो थियो तर यो अहिले गाडी नहिँड्ने भएर झाडी भएछ ल हिँड बिस्तारै हिँड घर ल छिटो यहाँ नतान नि त्यो कुकुर कुकुर त कति टाढा थकित नि आउँछ है अब यहाँ माथि देखेँ यहाँ कता यहाँ छ ऊ के ऊ ऐसेल कति देर फलेर मैले नि देखेको थिएँ भर्खरै मैले नि देखेँ के थियो कति धेरै ऐसेल म टिप्छु अनि खाने है काँडा ऊ काँडा छ ए लेखा आम्मा म चाहिँ यताबाट जाँदैछु ल के थियो कति धेरै छ म चाहिँ फुल यहाँ बलभरि भर्छु त्यसपछि खाने मम्मी ओके हजुर मम्मी यस बेटे मम्मी यहाँ यो चाहिँ गाउँमा ऐसेलु टिप्न आएको थियो हामी त्यही टिपेर गाउँ चाहिँ उहाँ जुका आउँछ भने है यो जुका नि आउन सक्छ भने यहाँ त जुका आउन सक्छ सो बी केयरफुल ओके कति धेरै हो कि साना त्यसरी हान्न हुन्न नि झर्छ सबै भिडियोमा पाउँदैन चाहिँ यति टिपिसक्यो सानोले नि टिपेछ काँडाले कोप्छ नि साना यो मिठो छ मिठो यो भोलि टिप्यो भने यिनीहरूले टिप्दै खाइदियो यम्मी भन्यो मलाई नि रुखमा त हल्दैछु बट म टिप्नै सकिनँ माथि भएर मम्मी त सानो हो नि त मम्मी त काँडा पनि लास्टै रहेछ मेरो हातमा नि त यहीँ पसेको ओके यहाँ कति धेरै ठाउँमा काट्दिस आइज बडी गार्ड जाम मेरो चाहिँ यहाँ यति भयो तर थुप्रै छ यहाँ मेरो अब चाहिँ हामी फर्किन्छौँ सादा हुन लाग्यो स्लोली हिँड है स्लोली कसैले दुध दुधै हुन्छ ओ आगो खेलाउनु हुन्न नि बेबी हेलो वहाँ सानो मम्मी मैले चाहिँ आज अब मैले चाहिँ लकडी गट्टा गरेको है मम्मी चाहिँ देखाउनु न मलाई मम्मी मैले चाहिँ लकडी गट्टा गरेको थिएँ त्यो लकडीमा गट्टा गर्छु दाउरा हाल त कुँडो पाक्नुमा कता लकडी बत्ती उयो मम्मी दुध त खतरमा नि दुध होइन नि यो कुँडो भैँसीको माम भैँसीमा म भैँसीले दिने हो मिसिनले गर्छ ल बिस्तारै चल है ल बेलुका त जाडो भएछ घाम ताप्न घामले आगो ताप्न मजै आछ मम्मी आगो तापेर मजा है मम्मीले चाहिँ दुध पकाउँदैछ त्यही पनि दुध खाने हो तातो भएपछि मर्निङ एभ्रिवान हामी चाहिँ बिहान उठेर काम भ्याएर चिया बनाउँदैछु हेलो गुड मर्निङ भने गुड मर्निङ म चाहिँ अब चिया बनाउँदैछु बिहान चाहिँ जाडो हुँदो रहेछ चिया पकाउँदैछु ओके मर्निङ हेर न पिङ मम्मी आज एउटा ला हेलो
बिस्तारै बिस्तारै म्याउ म्याउले बुबु हजुर चाहिँ दुध बसाल्न पर्छ कि हजुर दुध खायो बुबु खाएको म्याउ म्याउ बुबु खा को दुधको नजिक आएर बसेको म्याउ ल बुबु ल बुबु ल बुबु खाने दिन्न त्यो आँखाको तिर राम्रो हाम्रो म्याउको हाम्रो एब्लिन चाहिँ बिहान बिहान उठेर पिङ खेलिसक्यो मम्मी के छ न आउनु पर्यो मै बल्ल बल्ल लास्ट भयो म खाने मान्छे टमाटर म चाहिँ टमाटर टिप्न लाग्यो हेर्नु कस्तो मजाले पाकेछ यो नि यति काफल खान्छ कि हामीले अनि हामीले यो खाएको ऐसेले पनि खाइदिन्छ ल ऐसेले पनि खाइदियो पप्पीले अर्कोले नि खान्छ के अर्कोलाई पनि दिउँ है मम्मीले ल ल काले ल ल खाइले ल ल काली ल ओए खानी खाइदिन्छ यसले त सब मेरो बुढा यहाँ पकाउँदै हुनुहुन्छ मासु आगोमा मिठो बनाउन है गर्मी त गर्मी भयो मैले चाहिँ सब मसला रेडी गरिदिइसकेँ पकाउँदै हुनुहुन्छ मिठो बनाएर खानुपर्छ आगोमा आजको मौसम पानी पर्यो हिजो पनि पानी परेको थियो आज पनि पानी परेछ सो हामी चाहिँ हेलो 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 हामी चाहिँ देखाउ त ल म्याउ यता हेर मेरो छोरी चाहिँ पिङ खेल्दैछ यता राम्रो छैन म्याउ नछौ धेरै हामी चाहिँ यहाँ चिया पकाउँदैछौँ हेलो हेलो पानी परेको छ हामी चाहिँ चिया खान्छौँ अब कुकुर आयो हेलो बिल्ली यहाँ चाहिँ भैँसीलाई स्क्याम हुँदैछ भैँसीको हरियो घाँसमा सुकेको घाँस मिक्स गरेर भैँसी खाना हेर्नु त भोक लागेर भैँसीको मुख त भैँसीको पेट कति वा कति राम्रो घाँस लिएर आएको हरियो मेरो बुढाले काट्यो एक डोको घाँस मिसानमा भैँसीलाई घाँस हालिदेऊ ल भैँसीलाई घाँस हालिदेऊ ल त्यति टाढाबाट होइन नि सानो अलि नजिक हेर हरियो घाँसभन्दा धेरै सुकेको घाँस भयो नजिक नजिक जान्छ भैँसी ह्याप्पी भयो कि स्याड भयो घाँस देखेर ल हाम्रो भैँसीको बेबी यता छ यसले नि खान्छ न घाँस हेलो यता हेर न अहिले 3:30 भएको छ अनि पानी परेको हेर्नु यस्तो अन्धकार भइगयो हेलो हामी चाहिँ यहाँ उखु खाँदैछ एब्लिन मिठो भएको छ ओ फ्ल्यास लाइट बऱ्यो अबे को यो उखु खाने मान्छे
चिकन पनि आएछ त्यो दुईटा पप्पी यता हेर पप्पी पप्पी न हेर्नु यिनको आँखा कस्तो टल्किन्छ कि यस्तो अन्धकार भयो अहिले त यस्तो हेर्नु त के भन्छ फगीले वेदर एकदम के भन्छ फगीलाई यस्तो भयो तर पानी पर्छ कि जस्तो छ आज म चाहिँ मेरो छोरीलाई यसरी बोकेर तिमी सियस यसरी बोकेर किचनतिर जाँदैछु छाता दिनु न छाता चाहिँ हाम्रो बिहानको काम गर्दैछौँ पुरो पकाउँदै चिया खाँदै हेलो गुड मर्निङ यता चाहिँ गुड मर्निङ मम्मी दुध र बिस्कुट खाँदैछ एभिन मिठो भएछ उसै चाहिँ मोही पार्दै हुनुहुन्छ दुईवटा पप्पीले हेरेर बसेछ निच्या निच्या भयो म चाहिँ चिया खाइसकेँ पानी परेको जाडो जाडो भन्छ हामी चाहिँ आगो ताप्दै चिया खाँदै मम्मी मम्मी ब्ल्याक कलर का हाले ना कोइरा र आलुको सब्जी बनाउँदैछु हजुर कुकुरले खानुपर्छ त्यो चाहिँ मेरो फर्स्ट टाइम म चाहिँ खाँदैछु कोइरालाई त्यो कस्तो हुँदो रहेछ है पकाउनु त त्यस्तो राम्रो आउँदैन मिठो आउँदैन पकाउनु त पऱ्यो खै यो दुईवटा बदमासहरू कति भागेको ए बदमास दुईवटा म चाहिँ यता पकाउँदैछु आज चाहिँ हाम्रो पोखरा फर्किने हो म चाहिँ अहिले 9 बजी लागेको 8:30 भइसक्यो हो खानासाना बनाउने खाने अनि फर्किने हामी चाहिँ अस्तिको ठाउँमा यहाँ ऐसेलु खाना रोकेको कस्तो ठुल्ठुलो है ए ल ल कालीकोटा फेरि कति टेस्टी हो हो बाबा